विशेषतः धरान महानगरपालिकाले खेलको लागि प्रत्येक साल 1 करोड छुट्याउँछ खेलकुदको लागि। पत्रकारज्यूहरूले संविधान पढ्दै गर्नुहोस् है, अनि स्थानीय स्तरका सञ्चालन ऐन पढ्दै गर्नुहोस्। तपाईँहरूलाई पनि हामी सोध्छौँ। फेरि निवर्तमान पूर्व नगर प्रमुख तिलक राईज्यूको अघि कुरा आयो, उहाँ रहिरहनु हुँदा उहाँ अलिक खेलप्रेमी मेयर पनि हो। धरान 15 का वडा अध्यक्ष श्री नरेश कुमार इवारम ज्यूलाई आफ्नो मन्तव्य राखिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। आज यो सम्मेलन चाहिँ ऐतिहासिक सम्मेलन, प्याराग्लाइडिङको राष्ट्रिय अन्तर्राष्ट्रिय चाहिने उडान 4 दिने उडान सम्बन्धी खेल सम्बन्धी पत्रकार सम्मेलन कार्यक्रमको सञ्चालक आदरणीय तीर्थ सर र यो कार्यक्रमको अध्यक्षता गर्नुहुने प्याराग्लाइडिङ केन्द्रीय अध्यक्ष आदरणीय भोपाल चामलिङ राईज्यू, त्यसै गरी अतिथिगणहरूमा धरान महानगरपालिकाका तत् क्षेत्रसँग सम्बन्धित पनि र यो खेलसँग खेलप्रेमी अनि युवा पनि हाम्रा जुझारू वडाध्यक्षहरू, 14 नम्बर वार्डका वडाध्यक्ष आदरणीय कृष्णप्रसाद भट्टराईज्यू, 18 नम्बरको वडाध्यक्ष आदरणीय प्रवीण राईज्यू, त्यसै गरी कार्यपालिका सदस्य विकास भाटीज्यू, पत्रकार संसारीका अध्यक्ष सन्तोष काफ्लेज्यू र पत्रकारमा पनि अग्रपङ्क्तिका आदरणीय पत्रकार मिडियाकर्मी ज्यूहरू, विभिन्न प्रदेश जिल्ला विभिन्न तहमा हुनुहुन्छ यहाँहरू धरान। त्यसै गरी यो प्याराग्लाइडिङका केन्द्र प्रदेश जिल्ला लगायतका अन्य पदाधिकारी सदस्यज्यूहरू, सल्लाहकारज्यूहरू र सहभागी सम्पूर्णलाई सर्वप्रथम यो वडाको वडाध्यक्ष र मेरो व्यक्तिगत तर्फबाट यहाँलाई हार्दिक स्वागत सहित मेरो तर्फबाट हार्दिक शुभ बिहानी नमस्कार छ। विषयवस्तु आइसकेका छ। आदरणीय खेलप्रेमी अभियन्ता भोपाल सरले राखिसक्नु भएको छ। हामी हातमा आइसकेका छ। म त्यतातर्फ उन्मुख भइन। धरान उपमहानगरपालिकामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको युग उदयमान भएको र सङ्घीयताको मूल्यमर्मअनुसार स्थानीय तहले सरकारको स्थान प्राप्त गरेको आज 9 वर्षको यात्रामा दोस्रो निर्वाचन भइसकेर अब तेस्रोको तयारीको यात्राको क्रममा प्याराग्लाइडिङ नामको उडानसँग सार्वजनिक रूपले संसारभरि आज उजागर भइरहेको छ कि धरानमा खेलहरू ती खेल मात्रै थिए, यो मात्रै होइन रहेछ, पोखरा मात्रै प्याराग्लाइडिङ होइन रहेछ, यहाँ धरानमा पनि रहेछ। यो सङ्घीयताको मूल्यमर्म अनुसार स्थानीय तह प्रादेशिक सिस्टममा आत्मनिर्भरतामा उन्मुख रहेछ भन्ने हिसाबले आदरणीय यो पत्रकारज्यूहरूले जस्ताको त्यस्तै तातै यहाँहरूले संसारलाई सुनाउन देखाउन गइरहनु भएको छ। लागेरमा चाहिँ यहाँलाई पहिलोतर्फ त्यहाँ धन्यवाद छ। भ्युजको लागि पनि न्युज गरिन्छ, तर न्युजको लागि चाहिँ यहाँहरू अगाडि बढ्नु भएको छ। त्यसको निमित्त धरान तपाईँहरू सबै हामीहरूको हो। र यो समाचार यति राम्रो आज पत्रकार सम्मेलन भइरहेको छ ताकि हाम्रो जीवन यहाँ धरानमा रहँदै जनप्रतिनिधि भएर धरानको नेतृत्व गर्ने क्रममा आदरणीय नगर प्रमुखहरू अहिले 5 जना प्राप्त गर्दैछौँ र त्यो क्रममा हामी 2 कार्यकालको वडाध्यक्ष 3 जना यहाँ आएका छौँ। 8 जना मध्येमा 3 जना, कस्तो भाग्य। तर यो प्याराग्लाइडिङहरू पनि धरानको सबै वडाहरू अत्यन्तै आवश्यकीय लोकप्रिय छँदैछ। तथापि यो वडा नम्बर 15 चाहिँ अब नेपालकै नभनौँ कोशी प्रदेशमा रहेको 1152वटा वडा 137वटा तहमध्येको धरान उपमहानगरपालिकाको हिजो 35 सालसम्म बाँधगरा गाउँ पञ्चायत रहेको वडा चाहिँ राज्यको पुनर्सूचनाको सिद्धान्तमा 2टा वडा हुन सकेन। यो मर्ज हुँदा यो आत्मनिर्भर भएर जाँदाखेरि धेरै
सङ्ख्या 32,000 को हाराहारी जनसङ्ख्या भएको 16,000मा को हाराहारीमा कुदेको मतदाता भएको चाहिँ यहाँ मलाई लाग्छ अत्यन्त खुसी। यसको छेउमै 14/4 सँगै जोडिएको एरियामा जहाँ कि माथिल्लो यो खोलाको छेउ त्यहाँ प्याराग्लाइडिङ उड्ने त्यो खेलको लेन हुने ठाउँ त्यहाँ ग्राउन्ड भयो। अघि यहाँ विवरण आयो त्यहाँ चाहिँ नि 14 को भूगोल क्षेत्र, 4 को यसो पारिबाट हेर्नुपर्ने, माथि उड्ने ठाउँ 4 बाट, तल बस्ने ठाउँ 14 र समन्वय गर्ने ठाउँ सहयोग गर्ने ठाउँ 15। 3टा चुला। अहिले 3टै वडा अध्यक्ष आएका छौँ यहाँ ठ्याक्कै। एकजना हाम्रो आदरणीय अध्यक्ष हुनुभयो 4 को आउनुभएको छैन। त्यसो हुँदा यो खेलमा हाम्रा निवर्तमान पूर्व नगर प्रमुख तिलक राईज्यूको अघि कुरा आयो। उहाँ रहिरहनु हुँदा उहाँ अलिक खेलप्रेमी मेयर पनि हुनुहुन्थ्यो। त्यसो हुँदा सबै मेयरहरू खेलप्रेमी, सबै कलाकर्मी, आत्मनिर्भर मेयरै हौँ हामी, कोही पनि वडाध्यक्ष कमी छैनौँ। तर विषयसँग जोडिएको नगरको नेतृत्व गर्न आवश्यक पर्दो छ। त्यसमा आदरणीय पूर्व नगर प्रमुख मेयर तिलक राईको यहाँ सम्झना आयो, यो कथा भेटिनुपर्छ। हामी 4-5 वर्षे पटक्के जनप्रतिनिधि हौँ, चाहे प्रधानमन्त्री, चाहे मुख्यमन्त्री, चाहे नगर प्रमुख, वडाध्यक्ष, सदस्य किन नहौँ, हामी 5 वर्षे हो। 5 वर्षमा आकाश पताल जोड्छौँ भनेर आइएको हुन्छ, तर 5 वर्ष थाहा नभई जान्छ। अनि इतिहास पढ्ने हो, इतिहासमा के भेटिने हो, राम्रा भेट्नको लागि काम गर्नुपर्छ हामीले। तर नराम्रो काम गर्दा भेटियो भने फेरि बाटो हिँड्नु सकिँदैन कि छोड्नु पर्यो ठाउँ। त्यसो हुँदा त्यो मूल्यमर्मअनुसार खेललाई यहाँ अन्य खेलसँग भन्दा पनि अत्यन्त आवश्यक खेल महाखेलको रूपमा आज जुन 25 देखि 28 सम्मको लागि सेड्युल तयार भएर यो पत्रकार सम्मेलन भएको छ। यो हामी वडाध्यक्ष 3 जना मात्रै आज आएका छौँ, 4 को पनि आउनुपर्ने भ्याउनु भएन होला। 25 गतेको दिन अघि कार्यक्रम अध्यक्षज्यू र यो खेलप्रेमी अभियन्ता आदरणीय भुवाल सरले भन्नुभयो सबै वडाको वडाध्यक्ष लगायत जनप्रतिनिधि बोलाउने भन्ने कुरा छ। त्यसमा सहभागी हुनुपर्छ। यो ऐतिहासिक खेल हुँदैछ। यो खेलमा हामी मात्रै नभएर सबैतिर आइयो भने उपस्थित भयो भने राम्रो हुन्छ, राम्रो होस्। र हामीले कन्ट्रिब्युसनमा गर्नुपर्ने कुरा सँगै वडाबाट केही गर्न सकेका छौँ, कुरा आएका छन्, सबैले गर्नुपर्छ। विशेषतः धरान महानगरपालिकाले खेलको लागि प्रत्येक साल 1 करोड छुट्याउँछ खेलकुदको लागि। पत्रकारजीहरूले संविधान पढ्दै गर्नुहोस् है, अनि स्थानीय सरकार सञ्चालन ऐन पढ्दै गर्नुहोस्। तपाईँहरूलाई पनि हामी सोध्छौँ। फेरि एउटा विडम्बना के छ भने यो 4 वर्षको यात्रा चलिरहेको छ, खेलकुद विकास समिति बन्नु सकेन। खेलकुद समिति बन्न नसक्दाखेरि त्यो बजेट कता गएर कहाँबाट कसको तजबिजबाट चल्छ, तर त्यसो गर्नु दिनु हुँदैन। अब हामी प्रयत्न गरिरहेका छौँ। 3 जना वडाध्यक्ष, कार्यपालक सदस्य, अलिक खेलसँग जोडिएको धरानमा रूपान्तरको लागि लागिरहने विकासजी यहाँ हुनुहुन्छ। हामी सबैको सल्लाहबाट फेरि पनि अहिले यो आउने बजेट 83-84 को बजेट बन्ने तर्खरमा छ। त्यतिखेर त्यो घोषणा हुन पूर्व अथवा कार्यान्वयन गर्ने क्रममा यहाँ विषयगत समितिहरू 5 वटा पछाडि 10 वटा उपसमितिहरू बन्छन्। त्यो सङ्घ र प्रदेशमा त्यही समिति हो, स्थानीय सरकार हो। यसलाई निकाय होइन, बिर्सिनुपर्छ बोल्नलाई, स्थानीय सरकार हो। नेपालको संविधानको 9 वटा अनुसूची मध्येमा 5 नम्बर अनुसूची चाहिँ सङ्घीय सम्मान्य प्रधानमन्त्रीले त्यसलाई चाहिँ कार्यान्वयन गर्ने कुरा उहाँको क्षेत्र अधिकार छ। 6 नम्बर अनुसूची कोशी प्रदेश सरकार, सबै 7 वटा प्रदेश सरकारको अधिकार त्यहाँ छ भने 8 वटा अनुसूची, 8 नम्बर चाहिँ स्थानीय तहको हुन्छ, 753 तहको हुन्छ। सङ्घ मात्रै, प्रदेश मात्रै सरकार होइन, स्थानीय सरकार मजबुत सरकार, सुशासनयुक्त सरकार, जनताको प्रत्यक्ष भेटघाट र सेवा प्रवाह गर्ने सरकार। यहाँ कुनै पनि सिफारिस प्रमाणीकरण गर्नुपर्दाखेरि उहाँहरूको आवश्यक पर्दैन, संविधानले व्यवस्था गरिरहेको छ। त्यसो हुँदा कसैको अधिकारमाथि, कुनै सरकारको अधिकारमाथि हस्तक्षेप गर्न हुँदैन, किनकि अनुसूची 5-6 लाई 7 नम्बरमा प्रदेश र सङ्घको समन्वय गर्ने अधिकार त्यहाँ मार्ग प्रशस्त गरिएको छ संविधानले। र 8 ले सरकार होइन भन्छ भने
प्रदेश र सङ्घ स्थानीय तहको 9 नम्बरमा समन्वय गर्ने अधिकार तपाईँहरूले आदरणीय पत्रकारज्यूले हेर्नुहोला। संसार भइरहेका नेपालका विद्वान बुद्धिजीवी संविधान बनाउने राज्य सञ्चालकहरूले पहिला कुर्सीमा बस्नुभन्दा अगाडि राज्य सञ्चालक प्रदेश सञ्चालकको निमित्त हामी चाहिँ जनप्रतिनिधिले अध्ययन गर्नु जरुर छ। यो चाहिँ विषयमा किन हस्तक्षेपकारी भूमिका निर्वाह हुँदैछ। त्यसो हुँदा कानुन नियम ऐन बनाउने अधिकार पनि संविधानमा मार्ग प्रशस्त गरिएको छ। संविधानको धारा 226 भित्र त्यो तोकिएको किटान गरेको अधिकारभन्दा फाल्टो कार्यविधि नियमावली निर्देशिका मापदण्ड बनाउने अधिकार सम्म 218 मा ऐनभन्दा फरक ढङ्गले कार्यविधि बनाएर ऐन बनाउने अधिकार मार्ग पर्छ। संविधान मान्नुपर्छ। संविधान नमान्ने भने दुर्घटना हुन्छ। त्यसो हुँदा स्थानीय सरकारै हो। स्थानीय सरकारले खेल सम्बन्धमा अत्यन्तै खेलकुदको हबको रूपमा धरानले चिनिने हो भने स्थापित गर्नुपर्ने हो भने अब 84 मा आउने जनप्रतिनिधि नगरका नेतृत्व धरान उपमहानगरपालिका कार्यपालिका व्यवस्थापिका र चाहिँ यो न्यायपालिका पनि भएको हुँदा संविधानतः यसलाई सरकारको मूल्य मर्मअनुसार कार्यान्वयन गर्न र त्यो व्यवस्थापन गर्न र सेवा प्रवाह गर्नको निमित्त त्यस्तो डाइनामिक त्यो जनप्रतिनिधि आउनुपर्छ। त्यो चाहिँ आदरणीय पत्रकारज्यूहरूले संविधान पढ्दै गर्नुहोस् है, अनि स्थानीय सरकार सञ्चालन ऐन पढ्दै गर्नुहोस्। तपाईँहरूलाई पनि हामी सोध्छौँ। फेरि म बाहिर उठेमा तपाईँहरूले मलाई सोद्धा म तपाईँहरूलाई सोध्छु। त तपाईँहरूले मिडियाको लागि यो न्युज यो चाहिँ क्यामेरा तेर्साएर कडक पक्रिने होइन, तपाईँहरूलाई पनि पक्रिने कुरा गर्छौँ। त्यस कारणले अब चुनावमा धरान तपाईँ हामी सबैको कुनै गफाडीको मात्रै होइन, भाषण गर्नेको मात्रै धरान होइन, राजनीतिक दलहरूको हाबीको मात्रै होइन, व्यक्तिको पनि। त्यो उदाहरण त 79 र अहिले चाहिँ नि 82 को निर्वाचनमा प्राप्त भएको छ। त्यसकारण सचेतताका साथ राजनीतिक कर्मीहरू, राजनीतिक नेताहरू, नेतृत्वहरू, पार्टीहरू र सामाजिक परिवर्तनको निमित्त अगाडि बढ्नुहुने महानुभावहरूले सचेतताका साथ अगाडि बढ्नुपर्छ। संविधानको मूल्यमर्म अनुसार र स्थानीय तह प्रदेश सङ्घका जनप्रतिनिधिले गर्नुपर्ने क्रियाकलाप काम कारबाहीको अध्ययनशील व्यक्तित्वलाई निर्वाचन गराएर जाँदाखेरि राज्य सन्तुलित ढङ्गले चल्छ। ताकि आज चाहिँ 100 दिनको सूची नपुग्दै नेपालको अवस्था के छ भन्दा म जनप्रतिनिधि मैले भन्नु पर्दैन, तपाईँहरूलाई थाहा छ। तर भन्नु चाहिँ सक्नु पर्यो। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लोकतन्त्रको युगमा चुपचाप भयो भने के हुन्छ, आफै साफ। त्यो सूत्रमा नजाउँ। त्यसको निमित्त पहिलो राज्यको चौथो अङ्ग यहाँ हुनुहुन्छ। त्यसो भन्दै यो धरान उपमहानगरपालिकामा सरकार भएको हुँदा सरकारको मूल्य अनुसारको खेललाई सम्बोधन गर्नको निमित्त अब रातो किताबमा रेड बुकमा 2083-84 मा आदरणीय अध्यक्षज्यूहरू यो धरानको बजेट बनाउनको निमित्त स्रोत तथा सिलिङ निर्धारण समितिको सदस्यमा 74 देखि आदरणीय हाम्रा चाहिँ प्रवीण राईज्यू, नरेन्द्र कुमार राई, म हामी 2 जना थियौँ। अनि मनोज भट्टराईज्यू अहिले हुनुहुन्न। त्यसको ठाउँमा प्रवक्ताको रूपमा कृष्णप्रसाद भट्टराईज्यू हुनुहुन्छ सरकारको। हामी 3 जना रहनेछौँ। त्यसो हुँदा रातो किताबमा अब घाटा बजेट बन्दैन। योपल्ट 60 करोडभन्दा बढी घाटा बन्ने बजेट बन्ने, त्यो कारणले बन्ने। अब यो त्यसलाई पनि हेर्दै योपल्टको बजेट तपाईँहरूको खबरदारीका साथ धरानलाई अघि यहाँ कुरा आयो बजेटहरू प्राप्त गर्नुपर्ने शीर्षकको दिनु होला भन्ने कुरा आयो भूपेन्द्र सरले। तर बजेट योपल्ट खर्च गराएको क्रममा खर्च गर्छौँ, भुक्तानी चाहिँ दायित्वमा जाने पनि छलफल भएको छ। त्यस कारणले अब यो साल 83-84 मा हामी बजेट बनाउँदाखेरि प्याराग्लाइडिङलाई पनि यसलाई चाहिँ नि महत्त्वपूर्ण ढङ्गले यो प्याराग्लाइडिङको चाहिँ नि खेल यो 25 देखि 28 सम्म सफलताका साथ यो प्राइजको प्राप्ति गर्नको निमित्त त्यहाँबाट उपस्थित भएर धरानले एउटा ऐतिहासिक चाहिँ खेल खेलिरहेको अवस्थामा हामीलाई सल्लाह गर्छौँ। यहाँहरूको प्रस्तावना आइसकेको होला धरान महानगरपालिकामा। त्यस कारणले हामी रेड बुकमा लेख्ने गरी केही पैसा कति बजेट बन्ने हो हामी छलफल पनि गर्छौँ भन्ने कुरा राख्दै मलाई यो अवसर दिनुभयो वडा अध्यक्षज्यूहरूको तर्फबाट। अध्यक्षज्यूहरूले मलाई नै यो अवसर दिनुभएको यहाँलाई हार्दिक धन्यवाद दिँदै यो आयोजक टिम आजको यो महत्त्वपूर्ण कार्यक्रम छ। यो कार्यक्रममा मलाई अवसर दिनुभएकोमा हार्दिक धन्यवाद दिँदै यो 25 देखि 28 गतेको र आजको यो सम्मेलन सफलताको शुभकामना व्यक्त गर्दै मेरो भनाइ अन्त्य गरेँ। नमस्कार।